नमस्ते। हजुरहरूलाई थाहा छ यो के हो? ठाउँ अनुसार यसको नाम के हुन्छ त? फरक फरक हुन्छ। कुनै ठाउँमा यसलाई चाहिँ टुसा भन्दो रहेछ, कुनै ठाउँमा मुना भन्दो रहेछ र तपाईँहरूको ठाउँमा चाहिँ के भन्छ? हाम्रो ठाउँमा यसलाई चाहिँ के भन्छ त? ठोट्ने भन्छ। तर ठोट्ने फेरि नेपालमा चाहिँ गाईबस्तुले खाने घाँसलाई चाहिँ भन्छ, जुन चाहिँ डालेदार हुन्छ। यो चाहिँ कुन महिनामा पाइन्छ भन्दा चाहिँ यो चाहिँ जुलाईमा अथवा चाहिँ मेको सेकेन्ड विकतिरबाट पाउन सुरु गरिन्छ। यसलाई चाहिँ कसरी यो कसरी खाने हो भन्दा चाहिँ कसैले यसलाई तरकारीको रूपमा युज गर्छ, कसैले यसलाई चाहिँ केमा युज गर्छ त? अचारको रूपमा युज गर्छ। ठोट्नेको मिठो हुने भनेको अचारै अलिअलि के हुन्छ त? अमिलो हुन्छ। यो भित्रपट्टि यस्तो खोक्रो हुन्छ हैन। यसलाई चाहिँ खेलाउँदा चाहिँ फर्सीको मुन्टा केला जस्तो गरेर खेलाउने, केलाएर पखाल्ने, पखालेपछि तातो पानी बसाउने, तातो पानी उम्लेपछि तातो पानीमा अलिकति ठिमुर छ भने ठिमुर चाहिँ राख्यो भने बेस्ट हुन्छ। किन ठिमुर राख्ने भन्दा चाहिँ यो जङ्गलमा पनि पाइन्छ, यो घरमा पनि पाइन्छ र यसलाई चाहिँ हामीले ठिमुर राखिदिएपछि हाम्रो ठिमुरले चाहिँ विषादीहरू काट्छ भन्ने एउटा चाहिँ भनाइ पनि छ र ठिमुरको स्वाद भित्रभित्र के गर्छ त? डाँठमा पनि पस्छ। त्यही भएर हजुरको ठिमुर छ भने त्यो उम्लिरहेको ठिमुर पानीमा एक दुई दाना के गर्न सक्नुहुन्छ? ठिमुर राख्न सक्नुहुन्छ। जब पानी उम्लिन्छ नि, उम्लेपछि यसलाई चाहिँ केलाएर पखालेर राखेको यो ठोट्नेलाई हामीले चाहिँ तातो पानीमा राख्ने, तातो पानीमा 2 मिनटतिर राखेर राखेपछि फर्काइदिने। फर्काएपछि तुरुन्तै के गर्ने त? निकालेर चिसो पानीमा पखालेर राख्ने। यसरी चिसो पानीमा पखालेर राखेपछि यो चाहिँ अब अचार बनाउनु चाहिँ रेडी भयो। अब कसरी अचार बनाउने भन्दा चाहिँ तपाईँहरूले आफ्नो जस्तै काँक्राको मुला काँक्राको अचार बनाउँदा कसरी बनाउँछ अथवा त्यसरी नै बनाउन सक्नुहुन्छ, अथवा करेला भेडीको अचार बनाए जस्तै गरेर बनाउन पनि सक्नुहुन्छ। र मैले चाहिँ प्रायः काँक्राको जस्तो गरेर अचार चाहिँ बनाउँछु। पहिला चाहिँ यसलाई चाहिँ पखालेर हाफ बोइल गरेर बफाएर रेडी भएकोलाई काँक्रा अनि त्यसपछि गाजर जे छ तिनीहरू चाहिँ मिसिदिन्छु। अनि मिसेपछि एउटा ताउमा चाहिँ के गर्छु त? ताईमा चाहिँ तेल तताउँछु। तेल तताएपछि तातेको तेलमा चाहिँ मेथी पुऱ्याउने, मेथी पुऱ्याएपछि अब ताई चाहिँ उतार्ने र त्यहाँ झार्नुभन्दा अगाडि अलिकति बेसार पनि राखिदिन्छु। यसरी बेसार राखेपछि त्यो अचारमा राम्रोसँग बेसार लाग्छ र चाहिँ स्वादअनुसार नुन, मसला, तिलको छोप अनि त्यसपछि राख्न सकिन्छ। यसमा त अमिलो राख्नु परेन, किन यो आफै अमिलो हुन्छ र यो चाहिँ आजभन्दा भोलि अथवा बासी चाहिँ धेरै मिठो हुन्छ, किनभने यसमा चाहिँ नुन राम्रोसँग पस्ने हुनाले चाहिँ बासी मिठो हुन्छ। यो हाफ बोइल गरेको हुनाले यसको धेरै अम्लीय पदार्थ पनि रहँदैन। र तपाईँहरूले चाहिँ कसरी बनाउँछ यो ठोट्नेको अचार प्लिज कमेन्ट सेयर गर्न नभुल्नुहोला। हस्त, धन्यवाद।